अब करियर हेर्न खोइ त डामाडोल त्यो हेर पैसा भएपछि तेरो 50 वर्षसम्म नि बिहे हुन्छ क्या पैसा जीविकोपार्जनको लागि गरे जस्तो क्या सम्झौता गरे जस्तो हुन्छ होला अनि अब त्यो त्यही हो अब जवानीमा रमाइलो नगरेको चिज 50 वर्षमा होइन गऱ्यो भने त्यो अर्कै हुन्छ होला त्यही हो नि सकिँदैन त्यही रमाइलै हुँदैन बुढो हुँदैछ भनेर भने पछाडि कस्तो डर लाग्छ क्या मलाई अब त्यो त्यस्तो सबै चिज आउँछ नि त यो अब जुन राम्रो छ त्यो अब सबै सुन्दरता पनि जान्छ चाउरी हुन्छ रोगहरू धेरै हुन्छ होइन अनि त्यस पछाडि अब सबैजना सायद अब साथीभाइहरू पनि यसरी त कोही पनि हुँदैन खायो भने पनि अब राम्रोसँग सबै चिजहरू पचाउन पनि सकिँदैन होइन त्यो चिज अब जस्तै जवानी भनेको त डिफ्रेन्टै अब एकदमै राम्रो चिज भयो नि त अनि तर बुढो हुन चाहिँ मलाई साँच्चीकै तर डर चाहिँ लाग्छ भनेको तपाईँलाई त्यस्तो हुन्छ कि हुँदैन मलाई अलिअलि त त्यो रिलेटेडमा चाहिँ डर लाग्दैन तर अर्कोको बुढो हुन चाहिँ डर लागिरहेछ त्यस्तोवाला बुढो त भइसकेको छ डर किन डराउनु ढाड दुखेर यस्तो हैरान हुन्छ एकछिन खेल्नु हुँदैन ढाड दुखेर ब्याडमिन्टन खेल्दाखेरि ढाड दुखेर तनाव हुन्छ त्यो त सबैलाई भइहाल्छ नि ह्युमन नेचर हो अब हामीले देखाउने र नदेखाउने हुन्छ कसैले सेयर गर्छ के अरे केटाहरूको बारेमा हामीले मिसअन्डरस्ट्यान्ड गरेको समाजले केटीहरूले अलिकति धेरै होइन मतलब यो कुरा चाहिँ साँचो होइन या त फेरि अब साँचो हो या त धेरै सोचिराखेको छौँ त्यसले गर्दाखेरि अलिकति गाह्रो सजिलो तपाईँहरूलाई भएको एक दुईवटा एक्सपिरियन्सहरू एउटा साँचो नहुने कुरा चाहिँ केटाहरू कस्तो हुन्छ भने केटाहरूलाई चाहिँ अलिकति घर परिवारको जिम्मेवारीहरूको होइन मतलबै हुँदैन होइन अनि कसैको फिलिङको कदरै हुँदैन भन्ने एउटा मिथ चाहिँ छ है त्यो चाहिँ फेरि एकदम ठुलै मिथ हो खास गरी केटा मान्छेहरूलाई सबैको फिलिङहरूको कदर भइरहेको हुन्छ उनीहरू कसले के सोचिरहेछ होइन सबै कुरा थाहा हुन्छ होइन अनि कस्तो केसमा चाहिँ उनीहरूले मान्छेले चाहिँ एक्सप्रेस चाहिँ गर्दैन यिनीहरूले किन गर्दैनन् भने एक त कता न कता यिनीहरू इन्सेक्योर हुन्छन् क्या अनि आफ्नो इन्सेक्युरिटी चाहिँ भन्दैनन् है इन्सेक्योर हुन्छ केटाहरू हुन्छ त अनि आफ्नो इन्सेक्युरिटी कहिले पनि भन्दैनन् है अनि अरू नभन्ने कुरा भनेको फाइनेन्सियल प्रब्लम भन्दैन अनि त्यसपछि आफ्नो मेन्टल स्ट्रेसहरू जे भइरहेको हुन्छन् नि त्यो मेन्टल ट्रमाहरू त्यो पनि कसैलाई सेयर गर्न चाहँदैनन् यति चाहिँ हो किन तर ऊ पनि भएर होला नि त आएको जस्तै केटाहरूको जुन एउटा ट्याग छ नि उनीहरू स्ट्रङ हुन्छ उनीहरू फाइनेन्सियली स्ट्रङ हुनुपर्छ अनि त्यसरी उनीहरू मेन्टली पनि स्ट्रङ हुनुपर्छ नत्र भनेदेखि उनीहरू नै रुनु थाल्यो भनेदेखि फेरि घर कसले सम्हाल्छ भन्ने वाला जुन एउटा मिसकन्सेप्सन छ नि जुन हो त्यसले केटा मान्छे त्यही त त्यही के हुन्छ नि केटा मान्छे चाहिँ एकदम स्ट्रङ हुनुपर्छ हुन्छ भन्ने एउटा त्यो एउटा के अरे पर्सेप्सन अथवा मिथ के छ नि त्यही कारणले पनि केटा मान्छे सेयर गर्दैन यस्तो कुराहरू होइन जस्तो आफूलाई विक देखाउँदैनन् क्या केटा मान्छेहरूले अनि कहाँबाट त्यो रिसर्च त्यो पढ्दै थिएँ कि होइन के अरे 100जनामा के अरे सुसाइड रेट छ भनेदेखि 70देखि हाइएस्ट पर्सेन्ट केटाहरूको छ अरे अनि 30% केटीहरूको छ अरे क्या त्यो भनेको सुसाइडल केसहरू केटाहरूको यत्रो धेरै हाई छ भनेको त अब उसले त्यो आफ्नो इमोसन्सहरू कुराहरू सेयर नगरेर सबै सप्रेस गरेर आफ्नो भित्र नै त्यही भएर त्यस्तो धेरै अनि किन तपाईँहरूलाई चाहिँ लाग्छ कि आफ्नो फिलिङ्सहरू सेयर गर्यो भनेदेखि कमजोर देखिन्छु भन्ने लाग्छ कि किन सबभन्दा ठुलो डरै त्यही हो क्या कमजोर देखिन चाहँदैनन् क्या केटा मान्छेहरू अनि त्यही हिसाबले पनि आफ्नो विकनेस चाहिँ कहिले पनि बाहिर निकाल्दैनन् क्या उनीहरू हुन्छन् मान्छे एकदम इमोसनली विक पनि हुन्छन् रुन्छन् पनि होइन ती कुराहरू त जस्तै फिल्म हेर्न जाँदाखेरि इमोसनल मुभीहरू हेर्न जाँदाखेरि मान्छे रोइरहेको हुन्छ नि केटी मान्छेले भयामा गरेर रोइरहेको हुन्छ तर केटा मान्छेको आँखामा यसो हेर्नुपर्छ फिल्म हेर्न जाँदा कतिजनाको पनि उनीहरूको पनि आँखाबाट आँसु आइरहेको हुन्छ एउटा न एउटा केही न केही गरेर होइन आँसु पुछिरहेको हुन्छन् क्या त्यो मैले धेरैचोटि देखाएको छु कि त्यो चाहिँ त्यो भनेको चाहिँ त्यही विकनेस आफ्नो विकनेस चाहिँ अरूलाई देखाउन चाहँदैनन् क्या त्यस्तो गाह्रो कुरा भने त खासै केटाहरूलाई बुझ्न गाह्रो त हुँदैन जस केटाहरू कम बोल्छ कम आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्छ त्यसले गर्दा चाहिँ अलिक गाह्रो हुन्छ आफ्नो रियल फिलिङ्स अनि इमोसन्सहरू चाहिँ तर कम तर पीडाहरू पनि धेरै हुन्छ तर एक्सप्रेस चाहिँ गर्न खोज्दैन जस लुकाउन खोज्छ आफूलाई चाहिँ बाहिर चाहिँ ठिक छु जस्तो देखाउन खोज्छ त्यही नै हो अलिकति बराबरै हुन्छ जस्तो लाग्छ कि केटाहरूलाई अलिकति धेरै केही गर्नुपर्ने पैसा कमाउनु पर्ने आफूलाई प्रुभ गर्नुपर्ने प्रेसर केटाहरूलाई धेरै हुन्छ जस्तो लाग्छ त्यो सबैको थट्समा एउटै त हुँदैन जस मेरो विचारमा चाहिँ केटाहरूलाई चाहिँ अलिक घरको जिम्मेवारी पनि अलिक धेरै हुन्छ जस्तो लाग्छ केटीहरूको भन्दा चाहिँ मेरो थट्समा अर्को त अब के थाहा न जसको जे पनि हुनसक्छ मेरो आफ्नो विचारमा चाहिँ
त्यही भएर दी 20 वर्षको भन्दा 30 वर्षमा जिन्दगी कतिको फरक के फरक हुँदो रहेछ अनि के त्यतिखेर इम्पोर्टेन्ट लाग्थ्यो तर अब त्यत्रो धेरै इम्पोर्टेन्ट होइन रहेछ के कम इम्पोर्टेन्ट लाग्थ्यो त्यो चाहिँ खासमा धेरै इम्पोर्टेन्ट रहेछ भनेर भन्ने मलाई यसो के भन्ने होला 20 वर्षसम्म त उयसले भने जस्तो त्यस्तो सोचेकै हुँदैन अब पढिरह हुन्थ्यो इक्जाम कसरी दिने कसरी पढ्ने हो त्यस्तै हुन्छ अहिले अब 30 भएपछि चाहिँ साला अहिलेसम्म केही गर्न पाएको छैन हो त्यही टेन्सन लाग्छ भने अब करियर हेर्न खोइ त डामाडोल हेर पैसा भएपछि तेरो 50 वर्षसम्म नि बिहे हुन्छ क्या पैसा अनि अब त्यही हो अब जवानीमा रमाइलो नगरेको चिज 50 वर्षमा होइन गऱ्यो भने त्यो अर्कै हुन्छ होला त्यही हो नि सकिँदैन त्यही रमाइलै हुँदैन जीविकोपार्जनको लागि गरे जस्तो क्या सम्झौता गरे जस्तो हुन्छ होला मलाई चाहिँ म 20 वर्षको हुँदाखेरि होइन 20को क्या 20 वर्ष मात्र होइन 20s अर्ली 20s हुँदादेखि नै कस्तो धेरै अलिकति जिन्दगीलाई लिएर रस फिल हुने के अब केही कुरा सुरु गर्नको लागि पनि ओहो यत्रो उमेर त भइसकिसक्यो भनेर भन्ने खालको फिलिङ्स आउने क्या तर अब त्यो होइन साँचो होइन रहेछ नि त इक्जाम्पलको लागि ल पछिसम्म पनि कहिलेकाहीँ त अब मोडलिङको लागि कुरा हुन्थ्यो नि त कहिलेकाहीँ होइन त्यतिखेर पनि लाग्थ्यो कि 20-22 वर्षको उमेरमा पनि ओहो यति बेलासम्म त एक लेभलको बेस बसाइसक्नु पर्ने हो 16-17देखि नै स्टार्ट गर्न पर्ने हो भनेर त्यो कुरा चाहिँ इक्जाम्पल लिएको तर जिन्दगीलाई लिएर अलिकति रस फिल हुन्थ्यो क्या मलाई अनि अहिले चाहिँ अब अहिले पनि नभएको चाहिँ होइन तर स्मुथली लाँदा पनि आखिरमा त्यो टाइम त चल्थ्यो नि स्ट्रेसमा नै गयो क्या त्यो टाइम पनि अलिकति तेरो 20s र 30s को डिफ्रेन्सेसहरू भन्दैन 30s त अर्ली 30s मै छस् होइन 30 फेरि त्यही तैँले भनेको भन्दा चाहिँ ओपोजिट थियो है मेरो चाहिँ रस चाहिँ केही पनि थिएन पुरै चिलमै गइरहेको थियो मेरो त अहिले सम्झिँदाखेरि चाहिँ हुन्छ नि त्यो टाइम वेस्ट भयो जस्तो चाहिँ फिल हुन्छ रिग्रेट चाहिँ मलाई धेरै हुन्छ तर त्यो त्यति बेला त मलाई रस नै थिएन भने कस्तो चिलमा थियो हौ अहिले सम्झिँदा किन त्यस्तो चिलमा बसेको थियो होला जस्तो लाग्छ भने दिदी बेलामा राम्ररी पढ्दा भए होइन वातावरण पनि थियो त्यही त पढ्दा भए हुन्थ्यो अनि कलेज आएपछि त्यही हो क्या त्यस्तो हुँदो रहेछ क्या जस्तो जो कोहीलाई त्यस्तो अवसर आउँदैन नि त जस्तै तिमी 20s को हुँदाखेरि तिमीले जुन कुरा भन्यौ नि त्यो चाहिँ तिमी फ्यामिलीदेखि टाढा भएर बस्यो त्यही भएर त्यस्तो भयो होला तिमीले नै गर्नुपर्छ भन्ने भयो नि त अनि मेरो त माथि दाइ दिदीहरू थियो अब आमा बाउहरू सँगै थियो त्यही भएर नि त्यस्तो भएको होला ए फेरि हाई होइन म एउटा क्वेसन गर्छु ल यहाँनिर ठ्याक्कै मिड 20s को मान्छे अनि त्यसरी अर्ली 30s को मान्छे छौँ हामी अनि जिन्दगीमा दाजुभाइ दिदीबहिनी कतिको चाहिन्छ जस्तो कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ गाइस दाजुभाइ दिदी बहिनी इम्पोर्टेन्ट त एकदमै भइहाल्छ कस्तो चाहिँ इम्पोर्टेन्ट भन्ने अब एकदमै गाह्रो पर्ने टाइममा चाहिने नै त्यही दाजुभाइ दिदी बहिनी नै त हो अब जे भयो नि जस गाह्रो टाइममा चाहिँ एकदमै चाहिन्छ है दिदी बहिनी दाजुभाइ त्यही हो अब हामी अब लास्टमा आएर तिमी संसारसँग लड लास्टमा आएर स्ट्यान्ड लिने भनेको दाजुभाइ दिदीबहिनी फ्यामिलीले नै हो क्या तिमी जहाँ जाऊ होइन जे गर लास्टमा त्यो जे पर्दा नि सम्झिन्छ क्या साथीभाइ पनि हुन्छ नहुने होइन तर पनि दाजुभाइहरू दिदीबहिनीहरू भनेको चाहिँ अर्कै लेभलको सपोर्ट हुन्छ क्या उनीहरूको चाहिँ त्यही मलाई पनि होइन सकेसम्म चाहिँ अब आजभोलि त झन् वान चाइल्डको कल्चर पनि आइरहेको छ नि होइन तर मलाई पनि लाग्छ त्यो बच्चाहरूलाई दाजुभाइ दिदीबहिनीको अनुभव गराउन दिनुपर्छ जस्तो लाग्छ क्या सँगै खेल्नेदेखि लिएर सबै कुरा सिक्ने घरदेखि नै हुन्छ नि त सुरुको बेस्ट फ्रेन्ड पनि अब म र भाइ अब बिहानै हाम्रो के अरे अब अझै पनि याद छ त्यो मम्मीले दुध राखिदिनुहुन्थ्यो अनि त्यसरी दुध तताएर नि पाउरोटी क्या त्यो 5 रुपियाँको 2टा पिस पाउरोटी ठुल्ठुलो आउँथ्यो क्या होइन अनि अब त्यस्तो वर्षौँसम्म त्यस्तो मोमेन्टहरू कति रमाइलो भयो होइन अनि दाजुभाइ दिदीबहिनी चाहिँ दिनुपर्छ जस्तो लाग्छ क्या छोराछोरीहरूलाई जो पनि छ नि उनीहरूले डिजर्भ गर्छ जस्तो लाग्छ हुन त अब आजभोलि त इजी पनि छैन बच्चा बच्चीहरू धेरै पाल्न होला होइन त्यही भएर वान चाइल्ड यस्तो आइसकेको छ जस्तै त्यो तिमीले भनेको जस्तो वान चाइल्ड भन्छ नि त्यो बच्चाहरू अनि त्यो दाजुभाइ दिदीबहिनीहरू भएको बच्चाहरूको त्यो डिफ्रेन्स हेर न तिनीहरू त्यो मोबाइलमा मात्रै झुन्डिराख्ने अहिले त्यो आउटडोर गेमहरू कम हुने त्यही भनेको घरमा चलेर खेलेर एकअर्कासँगै पनि कति धेरै फिजिकल उयोदेखि लिएर घुलमिल हुन नसक्ने हो त्यस्तो हुन्छ कि अब केटा र केटीको प्रसङ्ग नै कुरा आउँदाखेरि चाहिँ मलाई चाहिँ के सोध्न मन लागिरहेछ भने जस्तै केटाहरूले चाहिँ आफूले नै
धेरै ब्याकअपहरू बनाइरहेको हुन्छ कि जस्तो प्लानिङ गर्दाखेरि त्यसको ब्याकअपहरू धेरै हुन्छ कि हरेक कुरामा चाहे त्यो फ्यामिली प्रब्लममा होस् होइन चाहे त्यो फाइनेन्सियल कन्डिसनमा होस् होइन चाहे कतै घुम्न जाने प्लानिङमा होस् होइन त्यो ब्याकअपहरू चाहिँ उनीहरूले धेरै बनाएको हुन्छ क्या तर त्यो चाहिँ एक्सप्रेस गर्दैनन् होइन केटीहरूले चाहिँ हरेक कुरामा चाहिँ कुन कुन कुरामा चाहिँ धेरै नै ब्याकअप बनाउँछन् क्या जस्तै जस्तै मैले जस्तै मैले भन्नु खोजेँ केटी मान्छेले चाहिँ जस्तै करियरलाई लेखिने होइन करियरलाई लेखिने ब्याकअप बनाउँछ कि भन्दैन तर केटा मान्छेहरूले बनाइरहेको हुन्छ क्या केटा मान्छेहरूले बनाइरहेको हुन्छ होइन अनि जस्तै करियरलाई मात्रै होइन गर्लफ्रेन्डको लागि लिएरदेखि पनि होइन त्यो हुन्छ नि पार्टनरको लागि पनि ब्याकअप बनाएको हुन्छन् कि त्यो पनि बनाएको हुन्छन् तर केटी मान्छेहरूले चाहिँ कतिको गरेको हुन्छ त्यो कुराहरू ब्याकअपमा त वर्स नै हो कि क्या यार वर्स नै हो कि क्या यार सोध्ने बित्तिकै त्यही भने आफ्नो फ्ल्यासब्याकमा गइराखेको क्या मतलब है त्यो जे कुरा पनि होइन इमोसनली नै इमोसनली सोचेको हुन्छ त्यही भएर केही ब्याकअपै हुँदैन जस्तो लाग्छ है मलाई त। साँच्ची नै झुट बोलेको होइन होइन अनि त्यसरी अब त्यो होला एक दुईजना केटीहरू होला चिजहरूलाई अर्गनाइज गरेर गर्ने ब्याकअप गर्ने नत्र भने त एज अ केटी भएर त अब हाम्रो फ्रेन्ड छ यो छ यसले मलाई चिन्छ मैले यसलाई चिन्छु हामीलाई थाहा छ नि त एकअर्काको अनि अलमोस्ट नो जस्तै हो है प्लान बी र ब्याकअप भन्ने नै हामीसँग त हुँदैन है तर यो त्यही अघि दाइले कुरा गर्नुभएको थियो घुम्न जाँदा पनि अब केटा मान्छेहरूको ब्याकअप हुन्छ भन्नु पनि हाम्रो त अब जुन ठाउँ सोचेको छ हुन्छ नि त्यसमै पुरै त्यो इनर्जी पुरै 100% त्यहीँ हुन्छ होइन अनि त्यो केही ब्याकअप नै हुँदैन क्या हाम्रो त यहाँ भएन भने यहाँ जाम भन्ने नै छैन छैन। त्यहाँ जाने भनेपछि त्यही जाने नजाने यो पनि हुनसक्छ कि कोही कोही चिजहरूलाई लिएर धेरै सिरियस छ सपोज मानौ करियरमा केही गर्छु नै भने एकदम धेरै सिरियसली लिएर गएको मान्छेले यो ए भएन भने बी अनि रिलेसनसिपलाई पनि धेरै अब त्यो ऊ गर्ने मान्छे मलाई राम्रो चाहिन्छ भनेर हेर्ने मान्छेले अप्सन्सहरू राखेको हुनसक्छ होइन अनि त्यस पछाडि नत्र भनेदेखि त है केटीहरू चाहिँ अलिक प्लान बी प्लान सीको लागि चाहिँ वर्स नै मतलब सबैको उसमा चाहिँ होइन तर हामीले जति पनि जेन्डर वाइज भन्दा नि मलाई त्यो मान्छेहरूको त्यो उले होला जस्तो लाग्यो क्या व्यक्तित्वले क्यारेक्टर वाइज पनि होइन यो 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 जेन्डरले पनि हो किन भन्दाखेरि होइन अब जस्तै पहिलेदेखि नै केटाहरूले सबै रेस्पोन्सिबिलिटी आफैले लिने भनेर अब सपोज हेर्न यहाँदेखि बुढी र आमालाई कहीँ लैजान्छु भनेर एउटा उयो गर्यो भनेदेखि त्यो केटीको रेस्पोन्सिबिलिटी कम हुन्छ त्यहाँसम्म राम्रोसँग पुग्ने तर केटाको राम्रोसँग पुर्याउने जिम्मा एकदमै धेरै हुन्छ नि त आफ्नो आमा र वाइफलाई हो त्यो हो त्यसरी तपाईँले भन्नुभएकोमा अनि केटा मान्छेहरूले चाहिँ तर मान्छेहरूलाई थाहा हुन्न होइन प्लान बी अप्सन बी चाहिँ उनीहरूले बनाइरहेको हुन्छन् कि हरेक कुरामा क्या चाहे त्यो मैले भने सम्बन्धको कुरामा होस् होइन चाहे करियरको कुरामा होस् त्यो तर सबै कुराहरू उसले एक्सप्रेस गरे हुन्न तर उनीहरूले ब्याकअप चाहिँ बनाइरहेको हुन्छन् छ रिग्रेट छ नि कति धेरै अघि नै भने त हुन्छ नि त्यो जुन टाइममा चाहिँ आफूले सोच्नु पर्ने थियो हुन्छ नि अब तैँले भने जस्तो अब तँ त रसमा थिइस् भने थिइस् नि हो त्यो रसमा त्यति बेला त आफूसँग इनर्जी हुन्छ नि एकदमै थियो जोस जाँगर सबै थियो नि त त्यति बेला गर्नुपर्ने टाइममा चाहिँ त्यो रस भन्दा पनि अलिकति त्यो सिरियस भएर चाहिँ सोच्न त्यति बेला सोच्न सकिएन लान सकिएन भन्ने त्यही रिग्रेट चाहिँ छ क्या नत्र अब पहिला त अब जे स्कुल टपरै मान्छे हो नि त अब राम्रैसँग पढेको भए त 12सम्म त राम्रै थियो अनि राम्रैसँग पढ्न सकेको भए त जे होस् अब आफूले अहिलेसम्म केही गरिन्थ्यो होला होइन अनि त्यही रिग्रेट छ मेन रिग्रेट भनेको त्यही हो पढाइलाई अलि सिरियसली नलिएको चाहिँ रिग्रेट छ एकदमै धेरै त्यति नै हो रिग्रेट तपाईँको के रिग्रेट छ लाइफमा धेरै कुराको छ रिग्रेट मलाई यस्तो हुन्छ त्यही त मान्छे हाम्रो बानी चाहिँ के हुन्छ भने त्यो अप्सन बी राख्ने बानी हुन्छ होइन अनि त्यो गर्दै जाँदाखेरि जुन चाहिँ सजिलो हुन्छ नि त्यही गरिदिन्छौँ क्या हामीले अनि अप्सन एलाई चाहिँ हामीले रिग्रेट फिल गर्छौँ कि पछि जे कुरामा पनि रिलेसनमा होइन है रिलेसनमा मात्रै होइन है सब रिलेसनमा मात्रै होइन हरेक कुरामा हो जस्तै रिग्रेट मेरो केसमा चाहिँ जुन कुराहरू मैले एचिभ गर्न सकिनँ होइन जुन कुराहरू मैले सोचेको जस्तो भएको भएन नि ती सबै मेरो लागि रिग्रेट छन् क्या होइन गाह्रो हुन्छ त्यही भएर त केटा मान्छेहरूले अप्सन धेरै राख्छन् भन्ने कारण नै त्यही हो कि अल्टरनेटिभ धेरै सोचिरहेको हुन्छ उनीहरूले होइन अनि त्यो बिस्तारै त्यो रिग्रेट भन्नाले यो गर्न पाए नि हुन्थ्यो भन्ने चाहिँ हुन्छ क्या जहिले पनि
जहिले पनि जस्तो मैले गरेँ मैले दुइटा अप्सन राखेँ मैले भने नि होइन एउटा अप्सन मैले ए अप्सन मैले प्रायोरिटीमा राखेँ तर ए अप्सन मैले गर्न सकिनँ तर मैले बीमा गएँ नि होइन तर जब जुन ए अप्सन चाहिँ मैले अरू कसैले गरिरहेको देखेँ भने मलाई त्यस बेला रिग्रेट हुन्छ क्या ऱ्यान्डमली चाहिँ रिग्रेट हुँदैन होइन तर देखिन्छ अरूले एक्सपिरियन्स गरेर आएको आफूलाई ए मैले म भएको भए मैले पनि यस्तो गर्थेँ होला भन्ने फिल हुन्छ क्या अनि त्यो काइन्ड अफ रिग्रेट त हो नि रिग्रेट रिग्रेट भनेर त्यही अपर्च्युनिटी आएको बेला जम्प नगरेर आफ्नो कम्फर्ट जोनबाट बाहिर जान नखोज्ने त्यही नै धेरै रिग्रेट हुन्छ अनि पछि गएर चाहिँ ए काश मैले त्यो अपर्च्युनिटी ग्र्याब गराएको भए त्यो चाहिँ अलिकति रिग्रेट हुन्छ मेरो जीवनको सबभन्दा ठुलो रिग्रेट मलाई चाहिँ लाग्छ कि मैले अलिकति पछाडि फर्केर जिन्दगीलाई हेर्दाखेरि त्यति धेरै अलिकति स्ट्रेसफुलवाला गयो क्या मेरो होल टिन र अनि 20s नै अनि म कहिलेकाहीँ फिल गर्छु क्या मैले त 10-12 वर्ष भयो कि क्या हो अलिकति त्यो शान्तले त्यो काम नभएको यति धेरै स्ट्रेस चाहिँ लिने मेरो ब्रेनलाई त्यो बानी नगराउनु पर्थ्यो मैले होइन अनि काइन्ड अफ अब यत्रो 10-12 वर्षदेखि भइसके पछाडि यो यसको पनि फङ्सनै जस्तो भइसकिसक्यो क्या त्यो चिज हटाउनको लागि एकदमै धेरै गाह्रो पर्छ क्या अनि एकैछिन ल सपोज आजकै दिनमा म एकदम ह्याप्पी भएर मेरो ल राम्रो दिन बित्यो मैले कन्टेन्टको लागि एकदम राम्रो फ्रुटफुल केही गरेँ मेरो थेसिसको वर्क गरेँ भने त्यो दिन त मेरो प्रोडक्टिभ भयो नि तर इन्स्ट्यान्टली म 2 घन्टा पछाडि बिर्सिन्छु अनि फेरि त्यो रेस्टलेस फिल जुन म गराइहाल्छु क्या मेरो ब्रेनलाई होइन त्यो वान अफ द मेरो बिगेस्ट रिग्रेट हो होइन मैले त्यो त्यतातिर जम्प हुन जुन फालेँ नि त्यो त हाम फाल्दै गएर त्यो ऊ भएको हो अनि अरू कुराहरूमा चाहिँ अलिकति अर्को कुरा चाहिँ मलाई के रिग्रेट लाग्छ भने धेरैजनाको हाम्रो पढाइ राम्रै थियो अनि त्यस के अरे केही गर्छ भन्ने एकदमै धेरै उयो भएको फेथ भएको मान्छे थिएँ क्या म पनि टिचरहरूले पनि केही गर्छ केही राम्रो एटलिस्ट यो एजसम्म चाहिँ मैले अलिकति फिगर आउट गर्नु पर्थ्यो क्या लाइफमा अब स्टिल अहिलेसम्म पनि मैले फिगर आउटै गरिसकेको छुइनँ क्या अब त्यो एकदम क्लियरली भन्नु पर्दाखेरि के नेक्स्ट भन्दाखेरि खासै उ नभएको जस्तो